अब पढ है। नमस्ते अन्य सबजनालाई। आज सक्नुपर्छ हानगुगे इन्साइजल कोरियाको इन्सा भनेको अभिवादन, एजल भनेको अभिवादन गर्ने चाहिँ मर्यादाहरू भनेको है। जस्तै कम्मर झुकाउने, हात हल्लाउने होइन, अनि आक्सु गर्ने भन्ने छ। तिनीहरू चाहिँ इन्सा एजलमा पर्छन्, अथवा यिनीहरूलाई यो कोरियामा इन्सा एजल भन्ने जुन चाहिँलाई फाङ्सिक भन्दा नि मिल्छ है। इन्सा एजल इन्सा एजललाई इन्सा फाङ्सिक भन्दा नि मिल्छ। इन्सा फाङ्सिक भनेर भन्छ, इन्सा फाङ्सिक भन्नु मिल्यो, इन्सा एजल भन्नु पनि कुरा एउटै हो। फाङ्सिक भनेको के हो? तरिका भनेको कसरी गर्ने, अब टाउको झुकाएर गर्ने हो कि हात मिलाउने हो कि भन्ने छ। र कोरियामा चाहिँ अभिवादन गर्दा चाहिँ के गर्नुपर्छ, कस्तो खालको मर्यादा अप्नाउनु पर्छ भन्ने कुरा छ है। सुन्ने 한국에서는 상대 따라 인사하는 방식이 다릅니다. अब यहाँ के भन्छ भने कोरियामा चाहिँ सांग्दे भनेको विपक्षी विपरीत अनुसार चाहिँ अभिवादन गर्ने तरिका चाहिँ फरक छ। भनेको हाम्रो अगाडि जो मान्छे छ त्यो मान्छे को छ, कस्तो छ भनेर हिंसा गर्ने तरिका चाहिँ फरक छ। हामीले यहाँ पनि अलिक ठुलो मान्छे छ भने हात जोडेर नमस्ते गरेर झुकिन्छ, भर्खर चाहिँ के छ हेलो हाई भनिन्छ नि होइन। हो, त्यो त विपक्षी अनुसार चाहिँ हिंसा गर्ने अभिवादन गर्ने तरिका चाहिँ फरक छ अरे। छासिन बोदा नाइगा मान खना, आफूभन्दा छासिन भनेको आफू, बोदा भन्दा आफूभन्दा, उमेर चाहिँ मान खनालाई मान गना भन्ने मान खना धेरै अथवा वा अथवा भन्ने ग्रामर हो। उमेर चाहिँ धेरै अथवा छिविगा नोपुन सारा मेगेनुन अन्ने घाँसेयो तोनुन अन्ने घाँसिम निक्का रागो मारे हाम्या अभिको तिलामो खोगेरुल सुकिकन हरिरुल खुप्यो हिंसा हामीदा। अब विपक्ष दोस्रो पक्ष अनुसार चाहिँ हिंसा गर्ने तरिका चाहिँ फरक छ अरे। यदि आफूभन्दा उसको उमेर चाहिँ के छ, धेरै छ, जो हाम्रो अगाडिपट्टि छ, उसको पद चाहिँ के छ, उच्च छ भनेको हामी कामदार हो, जस म्यानेजर होला होइन, अब साँझै नै होला, ऊ उमेरमा धेरै अथवा उसको पद चाहिँ उच्च छ, हाम्रोभन्दा हाई लेभलको पद छ भने त्यस्ता मान्छेलाई सारा मेगिने मान्छेलाई आन्ने घाँस्यो, आन्ने घाँस्यो भन्दा नि हुन्छ अरे, तोन हुन्छ साथसाथै आन्ने घाँसिम्निका, आन्ने घाँसिम्निका शब्द एउटै हो, अलिकति शब्द मात्रै फरक हो, अर्थ एउटै हो। रागो मारहाम्या भनेर भन्दै, भन्दै अथवा भन्छन् भने भन्दै, खोगेरुल सुकिकन, यो खोगे भने शरीरको माथिल्लो भाग, टाउको शिर भन्दा नि भयो, शिरलाई झुकाउने अथवा कम्मरलाई झुकाई हिंसा गरिन्छ। भनेको आफूभन्दा उमेर र पदमा चाहिँ मान्छे चाहिँ ठुलो छ भने उसलाई के गर्नुपर्ने छ, यो शरीरको माथिल्लो भाग झुकाउने, शरीर झुकाउने, अथवा कम्मर यसरी यसरी झुकाएर अथवा यसरी को छ कस्तो छ त्यो पनि कस्तो खालको पद हो त्यो अनुसार चाहिँ कम्मर झुकाउने, कम्मर झुकाउने अथवा शिरलाई चाहिँ झुकाएर चाहिँ हिंसा चाहिँ गरिन्छ अरे। खोगेरुल सुकिकन हरिरुल खुपिनुन, यो शिरलाई झुकाउने अथवा कम्मरलाई झुकाउने नुनगत ने कुरा, झुकाउने कुरा, जस्तै हामीले नेपालीमा पनि, नेपालमा पनि नमस्ते गरिन्छ नि, हो त्यस्तै कोरियामा चाहिँ नमस्ते गरे अनुसार के गर्दो रहेछन्, शरीर झुकाउने क्या, शरीरमा टाउको झुकाउने हो कि या कम्मरदेखि झुकाउने त्यो भन्दै फरक छ अरे। यसरी शरीरको के अरे शिरलाई झुकाउने अथवा कम्मरलाई झुकाउने कुरा चाहिँ साङ्दे फाङ्गे थेहान त्यो विपक्षको बारेमा छोनग्याङ्गुल नाथा नेनुन जेसु छ एम्निदा। यसरी हामीले हिंसा गर्दाखेरि चाहिँ त्यो मान्छेलाई चाहिँ कम्मर झुकाउँदा अनि टाउको झुकाउँदा चाहिँ के खालको सङ्केत हुन्छ अरे भने त्यो विपक्षलाई चाहिँ हामीले चाहिँ सम्मान चाहिँ व्यक्त गरेको हो भन्ने सङ्केत जान्छ अरे क्या। यो जेसु छ भनेको सङ्केत, GESTURA, गेसर भन्छ अङ्ग्रेजी होइन, हो यो। यहाँ दुई चारवटा ग्रामर छ होइन, त्यो सर्टकट राखिदिन्छ है। एउटा यहाँ छ फेरि त थाङसिता हुन्छ थाङसिपोदा नाइका मान खना भन्ने VST प्लस गना, त्यसको अर्थ हुन्छ वा अथवा, वा अथवा कुनै दुई काम मध्ये, दुई काम मध्ये एक भनेर रोज्नु पर्दा वा भन्नु पर्दा, रोज्नु पर्दा वा भन्नु पर्दा दुई विषयवस्तु मध्ये कुनै एक पनि भन्दा क्या, दुई विषयवस्तु मध्ये, विषयवस्तु मध्ये एक भन्दा,
दुई विषयवस्तु मध्ये एक भन्दा अथवा कुनै दुई कामहरू मध्ये चाहिँ कुनै एक भन्दा चाहिँ गनाको प्रयोग गरिन्छ है। गना जस्तै बिहान म उठ्ने बित्तिकै पानी पिउँछु अथवा कफी पिउँछु है, चिया पिउँछु कि त पानी पिउँछु कि त कफी पिउँछु, दुइटै मध्ये होइन कि कुनै दुई मध्ये कुनै एक भन्दा। जस्तै आचिमे छा छारू 마시거나 커피를 마셔요. मैले चिया पनि पिउँछु कफी पनि पिउँछु भने हो होइन, कि त के पिउँछु चिया पिउँछु कि त यो काम कि त कफी पिउँछु अर्को काम। त्यो दुईवटा कामहरू मध्ये कि त यो काम गर्छु कि त त्यो काम मध्ये कि त यो कि त त्यो भनेर दुई कुराहरू मध्ये कुनै एक भन्नु पर्यो भने के को प्रयोग हुन्छ गना है। गना अब यहाँ पनि के भनेको भने उमेर धेरै अथवा पद उच्च, कि त उमेर पद भएको मान्छे भए पनि अथवा पद उच्च भएको, उमेर धेरै भएको मान्छे भए पनि अथवा पद उच्च भएको मान्छे भए, जस्तो सुकै भयो भने दुई मध्ये कुनै एक छ कुनै एक भन्नु पर्यो भने गहना है। क्रिया समय लाग्छ विशेषण समय लाग्छ। यो काम मध्ये त्यो काम भन्यो भने विशेषण भयो, के अरे क्रिया भयो। अब मान्छे यो भयो अथवा त्यो भयो भन्नु पर्यो भने क्रिया दुइटैसँग, क्रिया र विशेषण दुइटैसँग लाग्छ। अब रागो मारादा भनेको त खतरा ग्रामर हो, भनेर भन्दै भन्ने ग्रामर हो। यहाँसँग गयो भने फेरि भएर ग्रामर सबै यहाँ आउँछ। अब धेरै चलिरहेको एउटा म्य भन्ने छ, म्य है, यसलाई मेटाइदिउँ, मेटाउँछ होइन। यो म्य छ, म्य म्य उम्य भन्ने, म्य उम्य, यो म्य उम्य भनेको नेपालीमा है, नेपालीमा दही छ भने खालको नेपालीले चाहिँ भन्दैन हुन्छ कुनै दुई, ओहो यो जाँदैन, दुई अलग अलग काम एकै समयमा गर्ने भनेर भन्दा। कुनै दुईवटा काम एउटै समयमा सँगै गर्ने भन्दा प्रयोग गरिन्छ। यति बेला के लाग्नुपर्छ केसँग क्रियासँग। जस्तै छनुन उमाग भने के हो, उमागल उमागल, थुत्ता भने के थुत्ता थुरुम्य, म चाहिँ सङ्गीत सुन्दै हिरुल हेयो। यो सेम मेन्छ मेन्छ क्या, यसमा के भन्न पाइन्छ थुरु मेन्छ, सेम मेन्छ मेन्छ भनेको कुनै दुईवटा अलग अलग काम चाहिँ एउटै समयमा गरिन्छ अथवा दुई अलग अलग काम चाहिँ एउटै समयमा गर्छु भनेर भन्दा सेम जसरी हामीले मेन्छ मेन्छ लाइन्छ त्यही खालको वाक्यमा के लाउन पाइन्छ म्य उम्य लाउन पाइन्छ है। अब क्रियासँग आयो भने चाहिँ यस्तो अर्थ दिन्छ, विशेषणसँग आयो भने अर्थ हुन्छ र। क्रियासँग आयो भने यो थुत्ता भने के हो, क्रियासँग आउँदा चाहिँ दही भन्ने खालको अर्थ दिन्छ, दही दही तै भन्ने अर्थ लाग्छ। अब यो चाहिँ विशेषणसँग आयो भने, विशेषणसँग आउँदा र छ भन्ने खालको क्या, र छ भने भन्ने खालको अक्षर त के हो, कहाँ लेख्नु, उरी ख्योसिरी, नल्ता भने के हो, नलबुम्य केकु थियो। यहाँ फेरि यसको अर्थ दिन्छ गोको, एउटा गोको अर्थ दिन्छ म्यो म्योले, अर्को चाहिँ मेन्छ उमेन्छ। क्रियासँग आयो भने सेम मेन्छ मेन्छ, विशेषण आयो भने सेयो सिधै गो। जस्तै के अरे नलको लेख्छ नि हामीले, नलको लेखा दिएको छ
नलको। हाम्रो कक्षा कोठा चाहिँ फराकिलो र सफा छ भन्दा नल भूम्य भने पनि पाइन्छ, नलको भने पनि पाइन्छ। ल एउटा मेन्सो मेन्सोको अर्थ दिन्छ, क्रियासँग आयो भने मेन्सो मेन्स, विषयसँग मेउमा आयो भने चाहिँ र भन्ने अर्थ दिन्छ। दुईवटा विषयमा जोड्दा प्रयोग हुन्छ, दुईवटा काम चाहिँ सँगै गर्छु भनेर भन्दा पनि प्रयोग हुन्छ। म्य उम्य है। बेटौ अरू त त्यस्तो केही पनि छैन होइन। छिउई भनेको क्या, छिगुई भनेको नि पद है। छिग्गु भनेको नि पद। शिक्षक भनेको नि पद। हिउई छिगुई छिगुप छिकछिक सबै पद। नोक्ताको फान्दे क्या, नायिका मान्था। नायिका मान्था भनेको उमेर धेरै हुनु। रुदा इसुत। नायिका छक्ता भनेको क्या, उमेर कम हुनु। रिदा इसुत। अब यिनीहरू एक आपसमा चाहिँ फान्दे। नायिका मान्था अरुदा उमेर धेरै हुनु, नायिका छक्ता अरिदा उमेर कम हुनु। त्यासो त्यासो चाहिँ फिसुत, तलमाथि चाहिँ फान्दे। अच्छा, यो नुन सुन भनेको नेकुरा है, नेकुरा। छोनग्याङ भनेको छोनग्याङ, छोनग्याङ आदा छोन्जुङ हादा होङ्ग्याङ हादा। यो सबै सम्मान गर्नु, आदर सम्मान गर्नु। यो छङजुङ हादा। विशेष आदर दिन्छ। छोनग्याङ हादा, छोन्जुङ हादा, खोङ्ग्याङ हादा, यो सबै चाहिँ सम्मान गर्नु है। ल भनेको आफूभन्दा पदमा अथवा उमेरमा धेरै छ भने त्यस्ता मान्छेलाई हिंसा कसरी गर्ने रे? कम्मर झुकाउने अथवा शरीरलाई शिरलाई झुकाएर हिंसा गर्नु पर्दछ। ल मेटौ। त्यो चित्रमा देखाएको छैन, यसो झुकाएको छैन होइन। अनि चित्रलाई पनि अलिकति ख्याल गर्नुहोस् है। चित्रमा हरिल सुखीको सुमिदा र खोकेर सुकिँदा के फरक छ होला? कम्मर झुकाउने भन्यो नि यो मान्छेले यहाँदेखि झुकाउनु पर्यो, यसरी यस्तो गर्नु पर्यो। टाउको झुकाउनु पर्यो नि, यति मात्रै। चित्रलाई ख्याल गर्ने है। ल मेटाइदिउँ, चित्रलाई राम्रोसँग ख्याल गर्ने। जस्तै यो मान्छेले हरि पनि खोपिँदा छ कि खोके मात्रै खोपिँदा छ? यस्तो गरेछ होइन, यस्तो मात्रै गरेछ भने सिधा यस्तो गरेछ भने खोगे, यस्तो गरेछ भने हरि। यो फेरि इन्सान सरो गरेछ, सरो। दुसराले दुईटा सरो गरिरहेको छन्, एउटाले मात्रै गरेका छैन।
है अब यहाँ विचार कस्तोलाई के भनेको र हानप्योन भनेको अर्कोतर्फ भनेको हानम्योन पनि भन्छ है फेरि के बस्यो होस् हानप्योन अथवा फानम्योन भनेको अर्कोतर्फ भनेको अर्कोतर्फ यस्तो त भन्दैन अर्कोतर्फ चाहिँ आफूभन्दा छासिन बोदा नाइगा अरिकन आफूभन्दा उमेर चाहिँ अरिदा भनेको कस्तो अरे सानो नायिका हरिदा आफूभन्दा उमेर चाहिँ सानो अथवा छिनादा छिनादा भनेको घनिष्ठ हुनु नजिक हुनु छिनहादा भनेको घनिष्ठ हुनु नजिक हुनु घनिष्ठ हुनु अथवा नजिक हुनु न न के भयो न तिज भयो होइन नजिक हुनु कति गाह्रो हो यो बानी नभएपछि त हौ। नजिक हुनु घनिष्ठ हुनु नजिक हुनुलाई छिनादा भन्छ आत्मीय भनेको तपाईँसँग एकदम चिनजानको घुलमिलको मान्छे अर्कोतर्फ आफूभन्दा उमेर चाहिँ कम अथवा छिनान साराम छिनहान छिनादा भनेको घनिष्ठ हुनु यो कुनै पनि विषयसँग नरौन लागेपछि लगतै के आउँछ के आउँछ नाउन आउँछ साराम भनेको नाउन हो कि होइन हो एड्जेक्टिभको भिएसटी सँग न अथवा उन भन्ने ग्रामर लागेको छ भने लगतै के आउँछ नाउन आउँछ ल साराम एग्ने मान्छेलाई चाहिँ आन्यङ चिनेको मान्छेलाई के हाई भने जस्तो आन्यङ इरागो भनेर मारहाम्य भनिँदै अथवा भनिन्छ भने हान सोनुल खाप्यो के हान सोनुको एउटा हात याङसोन भनेको दुवै हात याङसोन अथवा थुसोन भनेको दुवै हात याङसोन पनि भन्छ है हानसोन भनेको एउटा मात्रै हात हान सोनुल खाप्यो के एउटा हातले हाप्यप्ता भनेको हलुका हलुका गरी थुल्कना उठाउने अथवा होन्दुर यसरी हललाई खानगा अमल नाथा नेम्निदा अरे के अब अर्कोतर्फ चाहिँ आफूभन्दा उमेरमा चाहिँ कम छ अथवा त्यो जुन मान्छे छ त्यो मान्छे तपाईँसँग घनिष्ठ हो चिनेको मान्छे हो चाहे ठुलो सानो मतलब छैन एकदम चिनेको घनिष्ठ मान्छे छ भने त्यस्ता मान्छेलाई हामीले आन्निङ हाँस्योको सट्टामा के पनि भन्दा हुन्छ आन्यङ भनेर इरागो भनेको भनेर मारहादा भनिँदै एउटा हातलाई चाहिँ खाप्क्यो हल्का यसो हेलो यसो यस्तो होइन क्या खाप्क्यो भने के हो यति मात्रै कि ए हेलो भन्छ र भन्छ नि हेलो गर्छ नि हो त्यो हलुकासँग चाहिँ थुल्दा उचाल्ने अथवा हल्लाई होन्दु र फान्का मोल नातानेदा खुसी के गरिन्छ व्यक्त गरिन्छ फान्कप्ता छुल्कप्ता अँ यसको पिछु छुल्कप्ता भन्न मिल्छ है फान्कप्ता छुल्कप्ता फान्गाप्ता भनेको नि खुसी हुनु छुल्कप्ता भनेको के हो खुसी हुनु रमाइलो मान्नु हुन्छ नि उत्साहित हुनु अनि हेरि एउटा कुरो ख्याल गर्ने नाउन प्लस इ र गा आयो भने नादा नाउनसँग उल र रुल भन्ने पार्टिकल छ भने नेदा हेर ख्याल गर्ने जस्तै हेरा नाथा नेम निदा छ नेम नेदा भएपछि पार्टिकल के हुनु पर्यो उल रुल यसैमा फान्गाउम इ भनेमा के हुन्थ्यो नाथा नादा हुनु पर्थ्यो तर इगा नादा उलरुल नेदा अब जेसन जोड्नु पाएको तपाईँहरूले यो त नाथामा जोड्यो जेन जोड्नु पाएछ सागोका नादा इरान नाता जति पनि नादा आयो भने अगाडि नादा छ अन्तिममा नादा छ भने के हुनु पर्दो रहेछ इरेगा नेदा छ भने उल र रुल पार्टिकल हुनुपर्छ है विचार गर्ने हो ए यहाँ पनि के छ पछाडि नाथा नेदा छ कि छैन नेदा चाहिँ पार्टिकल के आउँदो रहेछ उल र रुल यदि पछाडि नाथा नादा भएको के हुन्थ्यो निम के अरे नाम लिँदा भएको भए मिरा गाउँथ्यो विचार गर्ने है उल रुल नेदा इगा नादा ल भयो मेटौँ ए अब घनिष्ठ मान्छे उसको नि घनिष्ठ हो नि त दुइटै झुक्नु पर्यो यहाँ चाहिँ आफूभन्दा ठुलो थियो एउटा झुक्या थियो यहाँ चाहिँ दुइटै घनिष्ठ भयो भनेपछि उसले हेलो भएपछि अर्को हेलो भन्नु पर्यो नि त हो त्यो एउटा झुक्या छ अर्को पनि झुक्या छ दुइटाले उस्तै हिंसा गरेको छ ल अब यहाँ हात हल्लाएको छ कस्तालाई चाहिँ हात हल्ला गर्ने आफूभन्दा उमेर चाहिँ कम छ भने अक्षर उल्टो उल्टो तरिका छ क्या हो
안녕하세요, 안녕하십니까, 안녕. यो तिनवटा शब्द प्याराग्राफमा आउँछ भने यसलाई इन्सामाल भनिन्छ है। इन्सामाल भोलि गएर मोसेसनमा आयो भने 안녕하세요, 안녕하십니까. कोरियामा चाहिँ 한국에 써놓은 인사할 때 안녕하세요, 안녕하십니까, 안녕 라고 하는 것이 좋습니다 भनेर अथवा रागो 합니다 भनेर आयो भने त्यो के हो? इन्सामाल। इन्सा गर्ने शब्द भनेको अन अथवा माल भनेको भाषा। चाहिँ 인사하는 시간에 인사 गरिने समयमा 상관없이 상관없다। 상관없다को मतलब चाहिँ जेसुकै गरे पहिला गए जाऊ बिहा गरेर भने हुँदैन। गर्लफ्रेन्डले लास्ट ल्याङ ल्याङ गर्ने जेसुकै गर मतलब छैन भन्दैन। त्यसलाई सांगवान हप्ता भन्छ। सांगवान हप्ता भनेको आई डोन्ट केयर वाट एभर भनेको। वाह। यसको पिछे हुन्छ मुगवन हादा। मुगवन हादा भनेको नि मतलब छैन। मुगवन हादा सांगवान हादा मुगवन हादा मतलब छैन भनेको। मुसिहादा त्यो त व्यवस्था भयो। त्यो नि केही अर्थमै मिल्यो। व्यवस्था गर्नु पनि एक प्रकारको मतलब नराख्दा भन्ने होइन। यो साङ्गवान मतलब चाहिँ मतलब छैन भन्ने खालको जेसुकै मतलब छैन भनेको मुगवन हादा साङ्गवान हादा मतलब नगरी आछिम बिहान छमसिम दिउँसो छन्याक साँझ अन्जे दुन्जी जहिले सुकै नाउन प्लस दुन्जी सुकै सायङ हाल्छु स्टुमले के गर्न सकिन्छ भनेको जस्तै हामीले आन्ने घाँस्यो आन्ने सुनिका भन्न पर्यो भने रातिको 12 बजे भने हल्लो आन्ने घाँस्यो निका भन्दा भयो अरे क्या। बिहान घर मित्तै आन्ने घाँस्यो भन्दा नि भयो अरे क्या। हाम्रो यहाँ पनि नमस्ते भन्नलाई यही समय चाहिन्छ भन्ने केही छ र? जति बेला भेटेन ल दाइ 12 बजे हेलो दाइ नमस्ते अरे हुनुहुन्छ भनिन्छ नि त भनिँदैन? हो त्यस्तै यो हान्ने घाँस्यो आन्ने घाँस्यो निका र आन्ने जुन हिंसा गरिने शब्द छ यसलाई कुनै पनि समयको मतलबै नगरी जति बेला सुकै के गर्न सकिन्छ प्रयोग गर्न सकिन्छ। अब एउटा कुरा छ यहाँ यो सायङ हादा। यो सायङ हादा पहिलो कुरो त कुनै पनि चिज वस्तुलाई प्रयोग गर्नुहुन्छ त्यसमा लाग्छ सायङ हादा। अर्को माल भाषा भाषाको प्रयोगमा पनि भाषाको प्रयोग भाषाको प्रयोगमा के लाग्छ सायङ हादा। कुनै पनि चिज वस्तुको प्रयोग गर्नुहुन्छ भने सायङ हादा है। चिज वस्तु भाषाको प्रयोगमा सायङ हादा। अन्ते दुन्जी भनेको नाउन प्लस दुन्जी भनेको सुकै। अन्जे भनेको नाउन जस्तै नुगु दुन्जी भन्यो नुगु दुन्जी भन्यो जोसुकै होस् मलाई बाल भने त म डराउँछु भने त होइन। जोसुकै। अब अदि दुन्जी भन्यो भने जहाँ जता सुकै अदि दुन्जी भन्यो जता सुकै जता सुकै जा मलाई बाल नजता सुकै जा मलाई के मतलब भन्छ नि। दुन्जी भनेको सुकै है। अन्जे दुन्जी भनेको जहिले सुकै जुन सुकै बेलामा पनि भनेको है। ल प्रयोग गर्न सकिन्छ। मेटौँ आछिम छमसिम छन्याकको पछाडि उल रुल आयो भने यसले खाना भन्ने अर्थ बजाउँछ है। खाना ए आयो भने समय। अब कहिलेकाहीँ कोरियनले बोल्दाखेरि पार्टिकलै नला पनि बोल्छ। कहिले पार्टिकल सार्टिकल लाउँदैन कोरियनले जस्तै आछिम बनिदिन्छ। आछिम मन मात्रै बनिदिन्छ। अब आछिम भन्यो भने आछिम पार्टिकललाई त सजिलो छ उल्टोलाई त खाना भन्न पाइन्थ्यो यसलाई त समय भन्न पाइन्थ्यो। तर कहिलेकाहीँ पार्टिकल लाएन भने चाहिँ यो आछिम छमसिम छन्याक आछिम छमसिम छन्याक को पछाडि मक्ता तुसिदा छाप्सु सिधा भएमा खाना अरू भएमा समय है। ल अब यदि मानौ पार्टिकल आएन भने पार्टिकल छैन भने चाहिँ मक्ता थुसिदा छाप्सुसिदा शिक्षा हादा जति पनि खानेकुरा छन् क्या। त्यस्ता शब्द छ भने चाहिँ क्रिया छ भने चाहिँ खाना त्यस्तै क्रिया बाहेक अरू क्रिया छ भने चाहिँ के भन्छ अरे हो समय।
यो घाँदा विशेष गरी सेवा सुविधा भन्ने बित्तिकै यो लाग्छ अहिले पनि सेवा सुविधा भनेको यो घाँदा ल अब अर्को खोङजगिन भनेको औपचारिक समय भनेको चाहिँ रेस्पेक्ट गर्ने ठाउँमा क्या सम्मान दिनुपर्ने ठाउँ सम्मान गर्नुपर्ने स्थान औपचारिक भन्छ नि औपचारिक अवस्था भनेको जहाँ सम्मान गरेर बोल्नुपर्छ जसमा ठाडो भाषा बोल्न पाइँदैन शिष्ट भाषा बोल्नुपर्ने ठाउँ शिष्ट भाषा बोल्ने ठाउँ स्थान हो त्यस्तो अवस्था खोङजगिन साङगेसनुन यो औपचारिक अवस्था जहाँ शिष्ट भाषा प्रयोग गर्नुपर्छ त्यस्तो साङहाङ साहाङ भनेको अवस्था साङहाङ भनेको अवस्था साहाङ भनेको अवस्था साङथे भनेको अवस्था अब ख्यङउ भनेको अवस्था हो है ख्यङउ भनेको अवस्था ल औपचारिक अवस्थामा छुरो प्राय आक्सुरुल हाम्य के गरिँदै हात मिलाइन्छ भने अथवा मिलाइँदै हिंसा हाम्निदा के गरिन्छ हिंसा गरिन्छ भनेको जस्तै कुनै फङ्सन हुन जानुभयो भने कतै सेमिनारतिर गोष्ठीतिर गयो भने चाहिँ जोसँग नि के गरिन्छ अरे हातै मिलाइन्छ अरे क्या अहिले त्यहाँ ठुलो छ भने चाहिँ टाउको झुका भन्थ्यो सानो भए हात हल्लो भनेको थियो होइन एकदम घनिष्ठ छ भने चाहिँ हल्का हात हल्लाएर गरे हुन्छ भने यहाँ चाहिँ के भन्यो भने तपाईँ कुनै गोष्ठी समारोह सभा भेलामा जानु भएको छ भने त्यस्तो ठाउँमा चाहिँ प्राय उमेर सुमेरसँग पछ मतलब भने प्राय के गरिन्छ अरे आक्सु आधा भनेको हात फाक्सु आधा भनेको के हो फाक्सु भनेको ताली आक्सु भनेको हात मिलाउनु है फेरि यो फाक्सु फेरि बाकस हो नि फेरि यो त बाक्सा हो नि फेरि एउटा टी तल आयो भने ताली माइनस आयो भने बाक्सा नाचमा त फेरि धेरै कुरो ख्याल गर्नुपर्छ त खामान तर छासिन बोदा नाइका वलसिन मानखाना आफूभन्दा उमेर चाहिँ ज्यादै वलसिङको पिसुत खाजाङ चाहिँ हुन्छ खाजाङ वलसिन ज्यादै भनेको ल वलसिन मान खना धेरै अथवा छिउगा नोफुन साना मेगेनुन इन्चा हाल्थे तर त्यो जहाँ हामीले हात मिलाइन्छ त्यो ठाउँमा चाहिँ आफूभन्दा उमेर एकदमै के छ नि धेरै छ हामीभन्दा अब 30 वर्षको मान्छे उता 60-70 वर्षको मान्छे छ अथवा पद चाहिँ एकदम पद पनि उच्च छ म्यानेजर हामी मुनिको मान्छे म्यानेजर साउ छ होला त्यस्तो मान्छेलाई चाहिँ हिंसा गर्दाखेरि अब हात हात मिलाउने हो यो अवस्थामा चाहिँ के गर्ने रे भन्दा देब्रे वेन्सन भनेको देब्रे वेन्सन उरो खै वेन्सनहरू ओरोन भारिना देब्रे हातले दाहिने फाल पाखुरा अथवा ओरोन सोनोल फाँचीको दाहिनेको पाखुरा अथवा यो यसमा के हातमा चाहिँ यसरी चाहिँ फाँची भनेको अड्याउनु मुनिबाट टेको लाउनु फाँचिदा भनेको टेको लाउने फाँचिदा भनेको तलबाट आडेस दिने यसरी टेको लाउनु नेपाली अर्थमा टेको लाउनु भन्छ टेको लगाउनुलाई फाँचिदा भन्छ जस्तै भूकम्पले घर लडाउनलाई साइडमा यसरी राखेको छैन हो त्यसले फाँचिदा गरे है आफूभन्दा उमेर ठुलो छ भने चाहिँ देब्रे हामी पनि नेपालमा पनि यसो दुईटा हात लान्छौँ नि याद गर्नु भएको छ कसैलाई ठुलो मान्छे हात मिलाउनु पर्यो भने हात मिलायो भने एउटा यसरी दिँदैन नि यसो दुईटा लान्छ क्या हो त्यस्तै अब औपचारिक अवस्थामा चाहिँ हात मिलाइन्छ हात मिलाए तापनि हामीभन्दा उमेरमा ज्यादै धेरै र पद उच्च छ भने देब्रे हातले दाहिने हातको पाखुरामा अथवा यसरी हातलाई चाहिँ अडाएर आक्सुरुल हानुन गसी एउ इम्निदा हात मिलाउने कुरा चाहिँ मर्यादित हुन्छ शिष्ट हुन्छ अरे क्या हेलो सर भन्ने होइन अरे क्या हेलो सर यसरी हामीले दुईटा लगाएको जस्तै के यस्तो हो क्या नेपाली र विदेशीहरूको के भन्छ एउटै यो मान्छेको हात खोइ हात देखिया छैन तर के हुनु पर्यो भने हात चाहिँ यसरी फाँचिँदै गरेको हुनु पर्यो अरे फाँचिँदै गरेर मात्रै के गरिन्छ हात मिलाइन्छ भनेपछि कोरियामा आफूभन्दा ठुला मान्छेसँग हात पनि मिलाइन्छ भनेर मिलेन मिल्यो नि हात त मिलाइन्छ नि त हो तर कस्तो अवस्थामा भन्नु पर्यो फेरि ओ खोङजगेन साङवाङे अब हिंसाका कुराहरूमा जाँचमा है ग्रामर कुरा भने प्राय हिंसा गर्ने कुरामा हिंसा गर्ने कुरामा ग्रामर लाउँदा है ग्रामर कुन युज हुन्छ भन्दा प्राय असहस म्यन्स उम्यन्स किन होला असहस भनेको दुईवटा काममा सम्बन्ध भएन असहस लाउने हो कि होइन त्यही भएर असहस म्यन्समा चाहिँ बढी प्रयोग हुन्छ जाँचमा हिंसा कुरा आयो भने
ल भयो। अब यहाँ एउटा क्वेसन छ, यसो पढौँ। पहिला तपाईँहरूले हेरेँ अनि त्यसपछि बल्ल मैले भन्छु है। ल हेर्नुहोस् त, तिनी हो। ल केटाले अब अप्सन छान्नै सकेन। कति नायिका अरिन सारामेगे आक्सु लामिदा, उमेर चाहिँ अरिदा भनेको क्या कम भएको मान्छे लाग्छ। कहाँ कम लाउँदा नि, ठुलो होला नि। धौधौ परेको हिंसा गर्दाखेरि मारुल हाम्यान्छ, मुखले भन्दै मोमदो उम्जिगा हाम्निदा, मुखले भन्दै चाहिँ सरी पनि झुकाउनु चलाउनु पर्छ अरे क्या, होइन र? हिंसा गर्दाखेरि माथि सुरुमा के पढेको त्यहाँ हेर, हेर्नुहोस् त। हानको केसो नुगुदुन्जी कोरेमा जोसुकैलाई हिंसा हाल्थे हान्ने हाँस्यो राख्दा, कोरेमा जोसुकैले हिंसा गरेर आन्ने हाँस्यो भनेर भनिन्छ, भनिन्छ र? चिनेको मान्छे त आन्ने पनि भनिन्छ त, भनिँदैन? उमेर चाहिँ कम भएका मान्छेलाई चाहिँ आक्सो हादा अरे। उमेर कम भएको मान्छेलाई हात मिलाइन्छ अरे। कहाँ हात मिलाइन्छ? यसो हुन्डुल्दा थुल्दा। नायिका मानुन सारामेगे उमेर चाहिँ धेरै भएका मान्छेलाई आक्सुरुल छल्ते हाजे, छल्ते पटक्कै गरेन, पटक्क नेभर, नो नेभर भनेको। उमेर धेरै भएको मान्छेलाई चाहिँ हात कहिल्यै मिलाइदिन अरे क्या, मिलाइँदैन? मिलाइन्छ। एन्सर कति भयो? एक। हेर एन्सर बिगारेको केटा। छल्चे भनेको त पटक्कै तिन तिन कसरी मिल्छ? आफूभन्दा सालमा कहाँ हात मिलाउनु हो त नि? एहे, केटाहरूलाई त गाह्रो पऱ्यो त हौ। यो लाइन सर पढ्नुहोस् त। यो लाइन कहाँनिर छ पत्ता लगाउनु, लाइनै छ। आनेगा सुन्निका भनेको आइन्सा माल होइन भनेर भनिँदै खोगेर सुकिकन हरिलो खोप्याम भने के हो? आने घाँस्यो भन्ने भएपछि फेरि यस्तो गर्ने हो र? होइन नि त? आने घाँस्यो भन्दै जाने हो क्या? ए म्याउ म्याउ भनेको दुइटा कामसँग त म्याउ म्याउ होइन। मान्छे मुखले नि बोल्दैछ, कम्मर अर्थात् टाउको पनि झुकाउँदैछ, मान्छे के भयो? एन्सर एक नम्बर भएन? अब त एक बनिहाल्छ नि केटा। चिप्लिन्छ नि त, नचिप्लिने केटा हो। अब के यो त छाकी सरी हाल्छु त्यहाँ सडैमा। ल इल्की। ठाउँ भनेको तलको, ठाम थाना भनेको शब्द, तलको शब्द भनेको अझ दिएको शब्द जे भने भयो। ठाउँ भनेको नेक्स्ट पनि हो, तल पनि हो, दिएको पनि हो, जे भने भयो। दिएको शब्दसँग सम्बन्धित खानके भनेको सम्बन्ध, खानके नुन खसुन म सिम्नेका तल दिएको जुन शब्द छ योसँग चाहिँ सम्बन्धित शब्द के अरे? नारा भनेको कुक भनेको कुक, कुक्सक राष्ट्र हो नेपाल। एन्सर नेपाल हो, राष्ट्रसँगै मिल्यो। नाम्जा, अब नाम्जा हुनलाई यहाँ के हुनुपर्छ होला? नाम्जा यजा भनेको लिङ्ग होइन हौ, संज्ञल भयो भने नाम्जा, संज्ञल भनेको लिङ्ग, महिलाको पुरुष नाम्जा यजा। नामसङ भनेको के अरे? नामसङ भनेको पुरुष, यसङ भनेको महिला। नाम्जा यजा, यो के भन्छ अरे? सामसिप्से, यसलाई सरुन्से भन्ने नै। उमेरलाई दुई तरिकाले गर्न मिल्छ। सिनो कोरियन नम्बर सिनो प्लस से ओरिजिनल प्लस केमा गरिन्छ? साल। ओरिजिनल नम्बर भन्यो भने साल भन्न पर्यो, सिनो भन्यो भने से भन्न पर्यो। अब यसको नाई, नाई भनेको
यन्से यन्से भनेको नि उमेर अलि यल्ल्याङ पनि छ यल्ल्याङ यल्ल्याङ भनेको अलि आदर गरेर बोलेको यल्ल्याङ आदर गरेर बोल्दा यल्ल्याङ भन्छ यन्से भनेको नि आदर गरेर बोल्दा यन्से नाइ भनेको नि उमेर यन्से भनेको नि उमेर यल्ल्याङ भनेको नि उमेर वेसावन वेसन भनेको कम्पनीको कर्मचारी वैसा वैसा भन्दा नि पाइयो होइन खोङ वैसा वैसा भनौँ न वैसा भयो भने वैसा भन् ल अब अर्कोमा जाउँ फिन खान फिन फिदा भनेको खाली हुनु फिदा भनेको खाली हुनु अनि फिउदा भनेको खाली गर्नु फिउदा भनेको खाली गर्नु फिदा भनेको खाली हुनु फिउदा भनेको खाली आफूले गराउनु है आफूले ए खाली गर टनाएर खाली गर्दैन बाटो हो फिउदा भनेको खाली गराउनु फेरि यो फिउदा भनेको के हो नि फेरि दिनु धुवा पिउनु के पिउनुमा लाग्छ धुवा धुवा भनेपछि खाने चुरोट हुक्का सुक्का होइन यन्की हुक्का सुक्का होइन अरू के अरे त्यो एउटा यस्तो पाइन्छ नि यस्तो भेप्स 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 होइन त्यो सबैमा चाहिँ फिउदा ल हिँड खाने भनेको खालि एउटामा थुर खाँदा यहाँ भित्र जाने भनेको थुर खाँदा भित्र जानु थुर खाँदाको फान्दै भन्दै केटा बट थुर खाँदाको फान्दै थुर खाँदा भनेको भित्र जानु हो भित्र जाको उल्टो के हुन्छ बाहिर आइज ना ओदा कण्ठ पार्ने थुर खाँदाको ना ओदा टोटल थुरको ना खाँदाको ओदा टोटल फान्दियो पुरै हर्लङ हुर्लुङ पारिदिने ल खाली ठाउँमा जाने खाजाङ एकदमै आलमात्ता भनेको मिल्नु एकदमै मिल्ने कुरालाई खोरु सिप्सियो छान्नुहोस् भनेको छ ल ल मेटौँ यो फान्दै फेरि फिसुद लेख्ला फेरि यहाँ त गाह्रो छ नि फाँदा फिसुद त मरियो नि त नि फेरि त चुर्लुमा डुबिन्छ नि छिगो बनायो पेसा पेसा भनेपछि पेसा चाहिँ पेसा होइन यो केटी पेसा हो र के हुनुपर्छ अरे केटीलाई सङ्घ्यल इसिप इसिप ओसे उमेर होइन नोङ्बु भनेको हो थेगुसी भनेको हो नि थेगु भनेको थेगु नै हो सी भनेको सहर ठुलो सहर होइन थेगु भन्ने सहर भनेको थेगु सहर भनेको काठमाडौँ सहर हेर्दा लाग्छ रहर भने जस्तो क्या होइन नोङ्बु भनेको नोङ्बुको छागप चाहिँ के हो छागा र छिगप कसरी छुट्याउने अरे ल थाहा छैन केटा ल छागप र छिगप कसरी छुट्याउने छा भनेको छा भनेको का भनेको काम अब नोङ्बु भनेको काम हो कि खेतीपाती गर्ने काम हो कृषक भनेको काम हो या खेतीपाती गर्ने काम हो भनेको खेत गर्ने काम हो भनेपछि किसान बनेको छागप हो त होइन के भयो छिगो भयो खेतीपाती गरेको छागपको कामको छाको काम भयो क्या अस्ति भने केटाहरू बिर्सिसके बिर्स्यो मैले के भने हो अक्षरबाटै चिन्नु सिकायो मैले छागा र छिगप हो कि के भनेको याद छ थाहा छ छैन तपाईँलाई छागप र छिगप छुट्याउन गाह्रो भयो क्या कुन चाहिँ काम हो कुन चाहिँ पेसा हो थाहै भएन काम र पेसा त धेरै फरक कुरा हो कि छामा के छ छ भनेको काम हो का काम एउटा जानिस अर्को भइहाल्यो त अर्को पेसा यसको काम हो नोङसारुल चित्ता नोङसारुल चित्ता भनेको खेतीपाती गर्नु नोङसारुल चित्ता भनेर पाइ हादा भनेर पाइन्छ नोङसारुल हादा अथवा चित्ता खेतीपाती गर्नु फ्यो भनेको फ्यो धान नोङसारुल चित्ता अथवा हादा भनेको खेतीपाती गर्नु ल खुक्चक राष्ट्रियता अबु भनेको
अब माछाहरू मार्ने अब अवि त अस्ति लेखेँ होइन बिर्स्यो होला अवि खाइयो होला के अरे होइन के हो अबुको अवि के हो थाहै छैन अबुको अवि अँ माछा माछा भन्दा कहाँ भयो त नि माछा मार्ने पोखरीले के भन्छ ग्याङ ट्याङ ट्याङ भन्ने हुन्छ अहिले भन्न मिलेन ह्याङसिकचाङ नाम्जा केटा भेतुनाम भेतनाम बुसानसी भनेको बुसान सहर अब राष्ट्रियता भनेको कुन हो भेतुनाम भेतुनाम यहाँ उद्या छ है यो यो एउटा दुङनुकचुङ हो जस्तै हामी विदेशी चाहिँ कोरियामा गइसके पछाडि कोरिया गएको है हामी विदेशी कोरिया गएको कोरिया गएको 90 दिनभित्र है कोरिया गएको 90 दिनभित्र इमिग्रेसनमा गएर चाहिँ दुईटा फोटो अनि पासपोर्ट दुईटा फोटो पासपोर्ट अनि साउजीलाई लिएर साउजी र साउजीको आइडी कार्ड अनि अहिले 1,20,000 छ यति कुरा लिएर गएर चाहिँ यो इमिग्रेसनमा कोरियाको इमिग्रेसनमा गएर चाहिँ सबै डिटेल्स टिपाएर आउनुपर्छ त्यो टिपाएपछि त्यो टिपाएर आएपछि तपाईँको एउटा यत्रो आइडी कार्ड आउँछ क्या दुङनोक आधा पनि दर्ता गर्न चुङ भनेको कार्ड त्यो दुङनोकचुङ आउँछ यो त्यही दुङनोकचुङ हो यो चाहिँ कोरिया छिरेको जो विदेशीको भिजा चाहिँ 90 दिनभन्दा बढी छ 3 महिनाभन्दा बढी जसको भिजा छ त्यो मान्छेले बनाउनै पर्छ 90 दिनभित्र बनाउनुपर्छ बनायो भने इलिगल भइन्छ कोरिया बनाउन पाइँदैन है यो त्यही एउटा कार्ड हो अब यहाँ के भन्छ थाम खुरुलीको तलको हरफलाई पढेर नियोङ भनेको विषय नियोङका खातुन विषयसँग सम्बन्धित फसुल खोरी कुरालाई छान्नुहोस् यो पढ्ने रे यो पढेर यहाँले भनेको कुरासँग सम्बन्धित गरेको छ अब यहाँ यस्तो खालको क्वेसन चाहिँ प्राय 9मा प्राय 11मा आउँछ है क्वेसन नम्बर 9 क्वेसन नम्बर 11 यो खालको क्वेसन आउने हो अब यहाँ सबैभन्दा पहिला तपाईँले यो पढ्दैन मान्छे सिधै यो पढ यता लगाइदिन्छन् यो सबभन्दा ठुलो मिस्टेकै यो अब यहाँले कुरासँग सम्बन्धित कुरा भने त यहाँ भएका कुराहरू मध्ये जुन कुरा भने पनि मिल्यो तर कहिलेकाहीँ सोध्छ के यसको नाम के हो यो कुन देशको मान्छे हो यसले के काम गर्छ यसको लिङ्ग के हो यसरी सोध्यो भने त भेतनाम भन्दा त यो भेतनामबाट मिल्यो त त्यहाँ त के भन्नु परेछ के सोधेछ क्वेसनले यो मेन पहिला यसलाई पढ्ने नियङ्का खातुन भन्यो भने यो भनेको कुरा जे भए पनि मिल्यो यहाँ क्वेसन गरेछ नि जे क्वेसन नाम सोधेको छ कि के सोधेको छ त्यही हेर्नु पर्यो है ल अब यहाँ हेरौँ है पढौँ के छ अब वेगुकिन भनेको विदेशी दुङनोकचुङ विदेशी दर्ता कार्ड भनेको यो स्वदेशीलाई चाहिँ नेगुगिन भन्छ है नेगुगिन भनेको स्वदेशी वेगुनी भनेको विदेशी हामी विदेशीको कार्डलाई भन्छ वेगुगिन दुङनोकचुङ यो विदेशी दर्ता कार्ड कोरियनमै भएको मान्छेको चाहिँ छुमिन दुङनोकचुङ भन्छ छुमेन दुङनोकचुङ भनेको हामीले यहाँ नागरिक जस्तो कोरियनको नागरिकतालाई छुमिन दुङनोकचुङ भन्छ हामी विदेशीको नागरिकता भने जे भने पनि यही हो है विदेशी दर्ता कार्ड रहेछ वेगुगिन भनेको विदेशी यो 9907 यो दुङनोकचुङमा जहिले पनि अगाडि भएको 6वटा अक्षर डेट अफ बर्थ हुन्छ है जहिले पनि यो ख्याल गर्नुहोस् यो दुङनोकचुङ वेगुगिन दुङनोकचुङ बनेको छ भने त्यसमा भएको अगाडिको 6वटा अक्षर नम्बर जहिले पनि डेट अफ बर्थ दुईटा महिना इयर दुईटा महिना मन्थ दुईटा गर्दा डे हुन्छ जहिले पनि अब कहिलेकाहीँ यसको जन्म मिति चाहिँ 99070 कहाँ छ डेट अफ बर्थ भन्नु होला दुङनोकचुङको अघिल्लो नम्बर जहिले पनि डेट अफ बर्थ हुन्छ सबैको यो सिस्टम यही हो अनि योबाट पछाडि चाहिँ बल्ल फिमेल बन हो मेरो चाहिँ के थियो 52000047 थियो ए त भन्नु न साँच्चै यो त लास्टै सिक्रेट हो नि ए रेकर्ड भइसक्यो होइन के गर्न सक्छ नि घरै गरेर केही गर्न सक्दैन नेपालमा बसेर कोरियामा यो दुङनोकचुङ तपाईँले बाउला लानु भएको छ ए छोरो तेरो दुङनोकचुङ लिन म एउटा केही किन्छु बट दिन बाउ तिम्रो आइडियल किन भन्नुपर्छ यस्तो सिस्टम छ कि जस्तै तपाईँको दुङनोकचुङबाट कसैले केही किन्यो तपाईँलाई थाहा छैन अब जस्तो कसैले अहिले अझै के छ सिस्टम भने तपाईँको आइडी कार्ड पठायो भने फ्रीमा सिम दिन्छन् क्या सिम फ्रीमा सिम अनि के एयरफोन सेयरफोन त्यो बक्स गीत गर्ने यस्तो बक्स दिन्छन् क्या त्यसको लोभले मान्छेले फ्रीमा आइडी कार्ड त्यो दुङनोकचुङको फोटो हेरेर पठाइन्छन् यदि त्यसले गर्दा भोलि कुनै कसैलाई हाल्लो तिमी त कति राम्री तिमीलाई भेट्न मन लागेको छ आउन भेट्न भनिदियो र त्यसले सिनको गरिदियो भने तपाईँले मेरो कार्ड त गोचीमै छ मलाई के थाहा भने केही अर्थ छैन
गोजी त तपाईँको कार्डमा छ। त्यो तपाईँको कार्डबाट कार्डको फोटोले अर्काले निकाले हो, तपाईँले चाहिँ मलाई त थाहै छैन नि त, खोल्यो खोल्यो भने केही फाइदा छैन। तेरो कार्ड तँ बिना कसरी गयो भने हराएको भए किन सिङ्गो गरिनस्, हराएको भने सिङ्गो। त्यही भएर एकदम यो त मुरै दिनु मैले भने नि, बाउले मागे नि दिने बाउलाई नि, तिमीले पासवर्ड किन बाउ भने भन्नु न पासवर्ड छ त किन भन्ने हो। त्यस्तो सेन्सिटिभ कुरा भयो त मैले पनि दिएँ बिमा इल्लिगललाई उपचार गर्न काट्दैछु मैले त मेरो कार्डमा चाहिँ, थाहा थियो मलाई त। अनि के नि त साथी हो भियतनामको, तेरो कार्डले न साह्रै ढाड दुखेछ भन्यो, ऊ इल्लिगल। अब विदेशी कार्ड देखाइदिएछ भइहाल्यो, मार्क्स लगाएर गएर लिएर गएको छ। सातो कसै मेरो धन्दै केही धन्द केसमा परिरह्यो। त्यो जिन्दगी गर्नु एकदम हरामी काम। है यो पछाडि यो किन ढाकेछ थाहा छ? के चाहिँ कहाँ यो उसले दिने नम्बर हो, इमिग्रेसनले अलरेडी हानेर दिने नम्बर हो। हामीले नायता नम्बर चेन्ज गर्न मिल्छ? मिल्छ? मिल्दैन, अटोमेटिक आउने त सिस्टमले हो। यो त डेट अफ बर्थ भइहाल्यो, यो कसरी चेन्ज गर्नु, आफ्नै डेट अफ कसरी चेन्ज गर्नु, जे छ पासवर्ड त्यही। यो उसले दिने नायता नम्बर दिए जस्तो हो क्या, कहाँ चेन्ज गर्न मिल्छ र? ल दुङनोक बनाऊ, यसलाई भन्छ दुङनोक बनाऊ। अगाडिपट्टि 6 डेट अफ बर्थ, पछाडि 7 1 2 3 4 5 6 7 नम्बर हुन्छ। सम्यङ नाम, नाम पनि गरेको हुइएन अरे क्या, नाम पनि हुइएन, याचुआइवाइएन होला हुइएन। कुक्का राष्ट्र कहाँ रहेछ? भियतनाम। छेर्यु भनेको बसाइ, बसाइ भिजा नेपाली भाषा भिजा भन्दा नि हुन्छ। अन्त के गर्ने नेपाली अङ्ग्रेजी हो बरु नेपालीमा बसाइ होइन, बसाइ भनेको बुझ्दैन, भिजा भनेको बुझ्छन् क्या मान्छेले। फेरि बसाइ भने बसाइ सरै कुरा गर्छन्। छेर्यु भनेको भिजा अथवा बसाइ, छाग्याक भनेको त्यो भिजा कुन भिजा हो भनेको कि भिसाको योग्यता भन्छ नि, क्याटेगोरी भने के। जस्तै दुनियाँ भिजा छ नि, बिजनेस भिजा हुन्छ, फ्यामिली भिजा हुन्छ, वर्किङ भिजा हुन्छ, स्किल भिजा हुन्छ, हो कुन खालको भिजा हुन्छ योग्यता। अब नेपाली भाषा क्याटेगोरी भन्छ, फेरि फेरि अङ्ग्रेजी बोले नेपाली भन्छ फेरि क्याटेगोरी कि क्याटेगोरी। यी नानी इसो भन्छ नि होइन। हिजन मुन छुय, हिजन छन्मुन भनेको स्किल, हिजन भनेको दक्षता, अदक्ष छु अदक्ष कामदार। हामी त अदक्ष कामदार हो, यता आइज भन्दा जाने, उता जा भन्दा उता जाने अदक्ष कामदार। यता आइज उता आइज भनेर 2 लाख त ठुलो कुरो हो त। त्यो उठा त हस् साउजी उठायो, तल बाहिर आज आफै दिमाग लाउने परिरहेको छैन, आफै दिमाग लाउनु पर्यो। त्यहाँ भन्दा गिनी केही पनि हुँदैन। फेरि तनाव हुन्छ त, बिग्रियो भने काम बिग्रियो भने त नि, यस्तो काम गर त भनेर गइदियो भने त्यो काम मिलाउन सकेन त दिमाग खराब हुन्छ त फेरि। केमा होइन, जस्तै मानौ तपाईँलाई, तपाईँले रेस्पोन्सिबिलिटी लिएर काम गर्नु पर्यो क्या। ए पङ्खा सेटअप गर त भन्नु र, ल यसलाई यता हाल यसलाई यता हाल भन्नु त धेरै सजिलो छैन? यसलाई यता हाल यसलाई यता जोड भन्दा सजिलो छ। ल पङ्खा यो रुमभरि पङ्खा सेटअप गऱ्यो भने तार मिलाउनु पर्यो, उल्टो जोड्यो भने पड्किने हो कि अड्काउन जान्नु नपर्यो, बढी परेन? हो तर हामी भनेको त यो तार यहाँ जोड, यसलाई यसरी घुमा भनेर पैसा गर्ने खाले भिजा हो क्या हामी। तर त्यस्तो भिजा फिजन पनि भिजा भन्छ, योग्यता बिनाको भिजा। E9 यसलाई E9 इम्प्लोइमेन्ट भन्छ। 9 अब अलिकति अहिले त इसेन मजाले इसेन बनाउने राम्रो, इसेन झ्यामखिचाम बनाउनु मिल्ने छ, सिस्टम धेरै फरक छ। ल फाल्गु भनेको जारी, इल्छा भनेको मिति, इल्छा अथवा नाल्चा, इल्छा भनेको नि मिति, नाल्चा भनेको नि मिति। फाल्गु भनेको जारी, इस्यु भएको डेट भने के, इस्यु कहिले भएको रहेछ? 2024 को 5 महिनाको 10 गते इस्यु भएको रहेछ। अब कहाँबाट पाएको रहेछ? सौल सोरीको, सौलको अध्यागमन विभागबाट वेगोगिन छङजाङ भनेको विदेशीको चाहिँ प्रशासनबाट पाएको रहेछ। ल अब यता मिल्ने कुरा भनेको छ के छ है, भियतनाम सार्मिदा, यो मान्छे भियतनाम मान्छे हो। अब मिल्ने कुरा के हो भने यो एन्सर मिल्यो क्या, तर यसको नाम के हो भन्दा एन्सर मिल्थ्यो? मिल्दैन। तर मिल्ने कुरा भनेको चाहिँ के, क्वेसन आन्सर चाहिँ हाल्ने है। ल सेङ्गेरोन ओवल सिबिल इम्निदा, सिबिल सिबिल हुन्छ है, सिबिर इम्निदा 5औं महिनाको 10 गते यसको जन्मदिन हो। कहिले जन्मदिन? 7औं महिनाको 7 गते। छिरवरे वैगुगेन दुङनक चुङल फाता सुम्निदा, 7औं महिनामा चाहिँ विदेशी दर्ता गर्छ। यसले पाएको वरि फाल्गु बनेको रहेछ 5 महिनाको 10 गते। मान्छे पाएको त फाल्गु त जारी भएको त मिति कहिले हो? 5 को 10 मिल्यो? मिलेन। सौल छोरीको वैगुन, वैगुन छङै छ इरामदा। यो सौल अध्यायगमन विदेशी प्रशासनमा काम गर्ने हो र होइन? त्यहाँबाट के पाएको उसले? आइडी कार्ड पाएको। यस्तो छ है यो दुङ्नो खाँदा। दुङ्नो खाँदा भनेको चाहिँ दुङ्नो खाँदा
दर्ता गर्नु दुङ्नो खाता यसको विशेष दुङ्बिहादा दुङ्बिहादा यो पनि दर्ता गर्नु दुङ्गिहादा भनेको नि दर्ता गर्नु यो फिसुदमा सबै मिल्छ दर्ता गर्नु रजिस्टर गर्नु भनेको रजिस्टर दुङ्बिहादा र दुङ्गिहादा कुनै संस्थामा केही शिक्षा शिक्षा पनि के भयो यस्तो शिक्षा तालिम लिनको लागि नाम डिटेल्स टिपाउनु वा दर्ता गर्नु एउटा यसमा दुख्नु गाधा सुरीको खल्लीसम्म अफिसमा यो दुईटा कुरामा चाहिँ दुङ्नो गाधा प्रयोग गरिन्छ है एउटा चाहिँ कुनै पनि सङ्घ संस्थामा तालिम शिक्षा लिनको लागि चाहिँ नाम टिपाउनु जस्तै तपाईँहरू यहाँ भाषा पढ्नलाई नि यहाँ नाम टिपाएर के टिप्छ टिप्दैन यो के भयो दुङ्नो गाधा जस्तै स्कुलमा केटाकेटीलाई भर्ना गर्दा नाम यहाँ हुँ गा गुँ सोध्दैन त्यो पनि के भयो दुङ्नो गाधा अब जस्तै हामी कोरियामा गयो भने कोरिया गएको 90 दिनपछि के गर्नुपर्छ अरे आइडी कार्ड लिनुहोस् न मेरो भिजा यो हो मलाई यहाँ बस्नु पर्यो मलाई आइडी कार्ड दिनु भन्छ भन्दैन त्यसमा पनि दुङ्नो खाँदा उसलाई जहाजमा फिनी खानतिर फुसो फुसो कहिले काहीँ नि खोजिरहन्छु कविता सिङ्गै छ त निर लगाइरा हाय गरेछ रे 4 नम्बर पद चाहिँ उच्च मान्छेसँग चाहिँ आएको छ ल ठिक छ हानको सारामुन कोरियन मानिसहरू आफूभन्दा उमेर चाहिँ धेरै अथवा पद चाहिँ उच्च भएका मान्छेलाई अभिवादन गर्दाखेरि कम्मरलाई झुकाई हिंसा गर्छन् भनेको कोरियामा आफूभन्दा उमेर पद ठुलो छ भने कम्मरलाई झुकाएर हिंसा गरिन्छ अरे आफूभन्दा कम अरिदा भनेको कम कम उमेर अथवा चिनेको घनिष्ठ मान्छेलाई हात चाहिँ हल्लाई हल्लाई हिंसा भने आफूभन्दा सानो छ अथवा घनिष्ठ मान्छे छ हात हल्लाएर हिंसा गरिन्छ औपचारिक अवस्थामा चाहिँ प्राय हात मिलाउँदै हिंसा गरिन्छ भनेको अफिसहरूमा अथवा के अरे अफिस अब कुनै सभा समारोह भयो भने चाहिँ हात हल्लाउँदै हिंसा गरिन्छ इत्ते यो बेलामा भनेको आफूभन्दा उमेर चाहिँ ज्यादै धेरै अथवा पद चाहिँ उच्च भएका मान्छे इरामेन राम्यन इरामेन के हो यो भन्यो नाउन प्लस चाउचाउ भन्यो भयो भने भनेको हो भने भयो भने ल सारा मिरामेन देब्रे हातले दाहिने हातलाई अडाएर आक्सु हे हाम्निदा के गर्नुपर्छ हो हात मिलाउनुपर्छ अरे ल घनिष्ठ मान्छेलाई साथीलाई चाहिँ कम्मर झुकाएर हिंसा गर्नुपर्छ हो र घनिष्ठ साथीलाई होइन औपचारिक अवस्थामा हिंसा गर्दाखेरि प्राय हात औपचारिक हात हल्लाउने हो र के गर्ने हो आक्सु आफूभन्दा चाहिँ उमेर चाहिँ धेरै भएको मान्छेसँग चाहिँ आक्सुल हाजी आफूभन्दा उमेर जो धेरै छ त्यस्ता मान्छेलाई हातै मिलाइँदैन र मिलाइन्छ पद चाहिँ उच्च भएका मान्छेसँग हाक्सु हाल्थे हात मिलाउँदाखेरि चाहिँ देब्रे हातद्वारा दाहिने पाखुरालाई के गरिन्छ अडाइन्छ अरे
1번. 다음을 듣고 빈칸에 알맞은 것을 고르십시오. ल त्यो तलको सुनेर खाली ठाउँमा मिलेको कुरा छान्नुहोस् भनेको छैन। सुन्नुहोस् है के भन्छ अहिले चाहिँ अब अक्षर काटेर आउँछ है। 해구, त्यहीको गरेको त्यो 1 नम्बर। 2번부터 3번까지 2देखि 3 다음을 듣고 तलको सुनेको 물음에 알맞은 대답을 고르십시오. 2번, 회사원입니까? 1, वेसावन इम्निका भनेको कम्पनीको कर्मचारी हो भनेको छ। ने भन्यो भने के हुनुपर्छ अरे सेम एन्सर। ने वेसावन इम्निदा ल एकमै एन्सर हैन। ने वेसावन सुविधा हुन्छ र हजुर यो कर्मचारी चाहिँ छ अरे। आनियो वेसावनी मान सुविधा होइन कम्पनीको चाहिँ धेरै छ अरे। आनियो वेसावनी सो सुविधा कम्पनी कर्मचारी राम्रो छ अरे। फटा रहेछ त ए 네, 회사원이 있습니다. 4. 아니요, 회사원이 좋습니다. 3번, 3 नम्बर है। 어느 나라 사람입니까? अणु नारा साथी पुरा एउटै स्वरमा दिइरहेछ नि त। अणु नारा मान्छे देश खोज्ने हो केटा हो टेक्निसियन हो 30 वर्ष भयो 30 वर्ष हो नेपाल साराम हो नेपाल साराम 임니다 4. 네팔 사람입니다. ल यहाँ के भनेछ थु सारामन मोसे थिए। दुई मान्छेहरू के को बारेमा माराको सुमी के को बारे गरेको छ अरे इरुम। नाम भने मेरो नाम यो तेरो नाम यो भने इरुम। दुई लाइन अब नाइ उमेर मेरो उमेर उति तेरो उमेर उति अथवा फल्ला उमेर कति भने नाइ खुक्चक म यहाँबाट आएको यो यहाँबाट आएको भने राष्ट्र म चाहिँ केटा त चाहिँ केटी भन्यो भने के होला संज्ञल। 4번부터 5번까지 두 사람은 무엇에 대해 말하고 있습니까? 4번, 안녕하세요. 저는 네팔 사람입니다. 안녕하세요. 저는 몽골 사람입니다. नमस्ते म चाहिँ नेपालको मान्छे हो नमस्ते म चाहिँ मङ्गोलियाको मान्छे हो भनेपछि के को बारेमा बोल्दैछ हो म चाहिँ नेपाल त्यो चाहिँ हो नेपाल साराम देशको पछाडि साराम अथवा इन भन्यो भने के हुन्छ आन्सर भन्यो पुग्छ भने होइन ल तलको सुन्ने 5번, 어부입니까? 아니요. 저는 농부입니다. माझी हौ भन्दा होइन म चाहिँ के हो अब लुङ्गु भने के हो कता गयो खै ठिक पेसा होइन ल भोलि च्याप्टर 2 पढाउँला च्याप्टरको मिनिङ पढाउने ल धन्यवाद सबैलाई खामसामिदा